यसरी घुमाएर खानुहुन्छ कि यसरी खानुहुन्छ कि कसरी खानुहुन्छ, त्यसमाथि पनि बयान गराउने कुरो त यसरी नै गराउनु पर्छ भन्ने छैन। बयान करिब सक्यो, अब 2-3टा बयान आउनु बाँकी छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउपा, जसलाई हामीले क्वेसनर प्रश्न पठाएको छौँ, र बालिन शाह, काठमाडौँ उपत्यका, काठमाडौँ महानगरपालिकाको नगर प्रमुख, उहाँहरूको आउँछ। र एकजना सुदन गुरुङको अलिकति बाँकी छ। त्योदेखि बाहेक अब बिचमा त्यस्तो परेन भने करिब बयान हाम्रो सकियो। बयान सकिएपछि अब हामी प्रतिवेदनमा हाम्रो केन्द्रित हुन्छ। 9 गते अगावै हामीले प्रतिवेदन बुझाउँछौँ। सुदन गुरुङको त एक चरणको भइसक्यो, अझै पनि बाँकी छ। अरूको हकमा हामी 2 जना प्रधानमन्त्री हकमा त प्रश्न गएको छ, आउँछ। प्रश्न बालिन शाहका नि पठाउँछौँ, उहाँ आइदिनु भने अझ राम्रो हुन्छ। केपी ओली, प्रधानमन्त्री केपी ओली को तपाईहरु बयान दिनुभयो हिजो? लियौँ, हामीले स्टेटमेन्ट लियौँ। पुग्नुभयो? चिया पनि खानुभयो होला है? हामी गएनौँ, हाम्रो सहसचिवज्यू जानुभयो। आउनु भएन नि यहाँ, तपाईहरु जसरी पनि ल्याउनु भन्नु भएको थियो। होइन, बयान भन्ने चिज हेर्नुस्, विभिन्न हिसाबले लिन सकिन्छ बयान। सकभर त यहीँ आउनुपर्ने हो, त त्यसको अर्थ यहाँ नआइकन बयान हुँदैन भन्ने हुँदैन। होइन, उहाँ नै आउनुपर्छ, उहाँ आउन्न भन्न थाल्यो भने त यो आयोगको पदावधि पनि सकिन्छ। हामीलाई त काम छिटो चाँडो गराएर यसको फाइन्डिङ निकाल्नु पर्ने न हो। तपाईँ यसरी घुमाएर खानुहुन्छ कि यसरी खानुहुन्छ कि कसरी खानुहुन्छ, त्यसमाथि पनि बयान गराउने कुरो त यसरी नै गराउनु पर्छ भन्ने छैन। हामीले उहाँले बयान दिनुभयो, हामी बयान लिएर आयौँ। कति घण्टा लाग्यो सर? करिब 2-2.5 घण्टा हाम्रो यहाँको सहसचिवज्यू जानुभयो। के बयान गर्नुभयो, कसो गर्नुभयो भने मैले मिडिया अगाडि भन्दिनँ, त्यो प्रतिवेदनमा आउँछ। प्रतिवेदनमा सबै कुरा तपाईँहरूले पाउनुहुन्छ। नेपाल सरकारले त्यो उपलब्ध गराउला। त्यसकारण बयानमा कसले के भन्यो, कसो भन्यो भन्ने अनुसन्धान, यो छानबिनको हुने सम्भावना कतिको देख्नुहुन्छ? अहिले म भन्न सक्दिनँ। त्यो कुरो सबै चिज केलाउनु पर्छ, हेर्नु पर्छ। अहिले नै यसो हुन्छ उसो हुन्छ भनेर भन्ने अवस्था छैन, मिल्दैन। म यो कुरा भन्दिनँ, मिडियामा भन्न मिल्दैन। छानबिन अनुसन्धानका विषयमा बोल्न आवश्यक छैन, बोल्दिनँ। गल्ती गर्ने मान्छेले सजाय पाउँछ, गल्ती नगर्नेले निर्दोषिता पाउँछ। हामीले अनुरोध गरेको, हामीले बोलाएका चिज, व्यक्ति, संस्था को आउनु भने यहाँ प्रधान सेनापति आउनुभयो, मुख्य सचिव आउनुभयो। त्यो त सत्य हो नि, तर बयान हामीले लियौँ नि त। आखिर हामीलाई चाहिने बयान न हो। बयान नलिकन पनि हामी प्रतिवेदन बुझाउन सक्थ्यौँ नि त। प्रतिवेदन त रोकिनै थियो, तर बयान दिन उहाँ तयार भएर त बोलाएर हामी बयान लिन गयौँ। एक चरणको काम सकियो। तपाईँले सोध्नुभयो नि, 3-4 महिना हामीले यति हामी दिन रात खट्यौँ। बयान लिने भनेको कुरा सानो कुरो होइन। हेर्नुहोस्, त्यो सँगसँगै प्रमाणहरू, यो कागजपत्रको त्यो करेस्पोन्डेन्स गर्नेदेखि लिएर प्रमाण भनौँ, छानबिनका आधारहरूलाई तथ्य हिसाबले रिलेट गर्ने प्रमाणहरू जुटाउने कुराहरूमा साँच्चै हाम्रा यहाँका कर्मचारीहरूदेखि लिएर सबैको सहयोग, स्थानीय मतलब प्रहरी प्रशासनको सहयोग, गृह मन्त्रालयदेखि लिएर प्रधानमन्त्री कार्यालयदेखि लिएर सर्वसाधारण नागरिक सबैको सहयोगको कारणबाट यो काम हामीले तोकिएको भनौँ न, एक्स्ट्रा 1 महिना गएर 4 महिनाभित्र सकाउनेतिर हामी अग्रसर भएको छौँ।